गाउँपालिकामा आइमा बसोबास गरेर यहाँ कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूमा नेपाल पत्रकार महासङ्घको तर्फबाट हार्दिक अभिवादन गरेको छ। महत्त्वपूर्ण यो उपस्थिति यहाँहरू सार्वजनिक सुनवाई कार्यक्रममा समय उपस्थित हुन पाइयो र यहाँहरूले अघि सोधिरहेका प्रश्नहरू राखिरहेका जिज्ञासाहरू केहीको सुन्न पाइयो। यहाँहरूको उपस्थिति अरू गाउँपालिकामा अरू गाउँपालिकामा पनि अरू स्थानीय सरकारले गरिरहेका सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थितहरूको सङ्ख्या हेर्दा एकदमै महत्त्वपूर्ण। यहाँहरू आफ्नो सरकारले के गरिरहेछ भन्ने खबरदारी र जान्न चाहना राखेर यहाँ उपस्थित हुनुभएको छ। यसकारण पक्कै पनि यहाँहरूको उपस्थित सङ्ख्याको आधारमा र यहाँहरूले उठाएका जिज्ञासा सवालका आधारमा चाहिँ यहाँहरूले आफ्नो सरकारले के गरिरहेछ, कस्तो प्रतिफल पाइरहेछौँ हामी भनेर एक आपसमा अन्तर्संवाद गर्ने महत्त्वपूर्ण फलक रूपमा एउटा विकास गर्नुभएको रहेछ। यसले गर्दा सेवा प्रदान गर्ने निकायहरूलाई आफूले प्रदान गरिरहेका सेवा कस्ता भएर सेवा ग्रामीणले कसरी महसुस गरिरहेछ